के छ केटा यार नेपालमा बसेर विरक्त लागेन भने यार विदेश नजाने विरक्त लागेर के नि त बस्नु पर्यो भिजै लाग्दैन नि रवि साथी के गर्ने यार मेरो त मामाको छोरा पनि अस्ति भर्खर अस्ट्रेलिया गयो खै के गर्ने केटा हो यार अब जानै पर्ला नि यसरी बेरोजगार भएर त बस्नु भएन ए केटा हो अब विदेश जानु पर्यो हेर साथीहरू सब गएर मलाई दाम छापिसक्यो हामी चाहिँ के गरेर बस्ने भने जाउँ चल्दिउँ म त जाने हो हेर केटा हो यस्तो पाराले त हुँदैन नेपाल बसेर काम छैन तिमीले ठिक भन्यौ यार म पनि जाने नै सोचिरहेको छौ के गर्ने नेपालमा बसेर रोजगार छैन देश लुटी खाइहाल्यो चोर फटा नेताहरू भनाउँदाले अब बाहिरै त जानु पर्यो नि खाडी नै त होला नि हाम्रो भविष्य अब के गर्ने नेपालमा छैन मेरो भनाइ चाहिँ यस्तो हो केटा अब विदेश जानुभन्दा त्यो पैसाले बरु यतै नेपालमा के गर्दा ठिक होला मेरो धेरै पैसा डुबिसक्यो त्यस्तोमा नेपालमै बसेर गर्न त गर्ने भन्छ साथी गर्ने चाहिँ के त अब हुन्छ नि व्यापार स्यापार त्यो त विदेश जाने पैसाले त यतै व्यापार गर्दा ठिक होला जस्तो लाग्छ मलाई केटा हो के कुरा गरिरहेछ के कुरा हुनु अब त्यही त नि नेपालमा बसेर रोजगार छैन रोजगार पाउनु गाह्रो छ अब बाहिरै त हो नि जाने अब खाडी नै त होला नि हामी अब खाडी जानु भन्दा नि अब खाडी गएर दुःख गर्नुभन्दा यतै नेपालमै दुःख गर्दा ठिक होला केटा हो मेरो विचारमा चाहिँ नेपालमै बसेर गर्ने हो नि कहाँ विदेश जाने कुरा गर्दा केटा अब त्यो विदेश जाने पैसाले त बरु यतै के गर्दा ठिक होला नि केटा के कसो हो यतै गर्न सकिहाल्छ नि केटा हो मान्छेहरूले कहाँ कहाँ के गरिरहेछ कहिले कुखुरा फार्म कहिले बाख्रा फार्म होइन अब अनलाइनबाट पनि अहिले त धेरै काम कुराहरू गर्न सकिन्छ हामीले त्यही गरौँ न म पनि त्यही सोचिरहेको छु के गर्ने केटा हो गर्ने होइन त्यही गर्दा ठिक हुँदैन के छ विचार तिमीहरू मेरो चाहिँ नेपालमै गर्ने विचार एकछिन केटा फोन आयो ल हेलो हजुर हजुर सर ए हो र सर हस् हस् हुन्छ सर हस् ल हस् थ्याङ्क यू सर म आइहाल्छु ल केटा हो मेरो त च्याबो लागेछ नि ए मुला हामीलाई चाहिँ मुला नेपाललाई बस भनेर आफू चाहिँ जानुपर्ने केटा हो